साथीहरू, आज म सुट काट्दैछु। हेर्नुहोस् गाइज, यो 4 भागमा फोल्ड गरेको छ अनि हाम्रो चाहिँ लम्बाइ छ 40। म चाहिँ 40 राख्दैछु। पुरा भिडियो भन्दैछु हजुरलाई यो पुरा कटिङको बारेमा। पहिलो हामी यो भाग चाहिँ काटेर फाल्नुपर्छ। त्यो पछि चाहिँ माथिदेखि तल काखीको भाग 7 इन्ची राख्छौँ। त्यसपछि चाहिँ छातीको भाग 10 मा राख्छु। त्यसपछि चाहिँ 13.5 मा राख्छु, किनकि यो सानो बच्चाकै हो, धेरै सानो पनि छैन। त्यसपछि चाहिँ हामी कटिङको भाग हिपको भाग राख्छौँ। त्यसपछि यसलाई हामी बराबर गर्छौँ। हेर्नुहोस्, अनि त्यसपछि चाहिँ हाम्रो हिप चाहिँ 32 छ। 32 को 4 भाग राखेँ मैले, 8 हुन्छ। अनि यो चाहिँ हामीले सिलाइको भाग, यो चाहिँ हाम्रो कटिङको भाग, यो चाहिँ हाम्रो हिप 32 भयो। अनि हाम्रो कम्मर चाहिँ कति छ भनेपछि 28 छ। हामीले चाहिँ 4 भागमा 7 इन्ची गऱ्यौँ। त्यसपछि चाहिँ 2 इन्ची कटिङको लागि यसमा चाहिँ 28 लेखिहालौँ, बुझिन्छ राम्रोसँग। अनि हाम्रो छाती चाहिँ बच्चा भएर 32 नै छ। हेर्नुहोस् गाइस, म चाहिँ सुटको कटिङ गर्दैछु। अनि यतादेखि चाहिँ म 7 7 राख्दैछु, किनभने बच्चा हुन् त्यही भएर, होइन नत्र भने 7 इन्ची राख्छु म काखीको भाग। अब यसलाई म सिधा लाइन गरिदिन्छु। त्यसपछि म चाहिँ यसमा गोलाइ भाग गर्छु। काखीको लागि आधा इन्च, अगाडिको लागि पछाडिको लागि 1 इन्च गरेर म चाहिँ गोलाइको भाग दिँदैछु। पुरा लम्बाइ चाहिँ हजुरलाई मैले भनिसकेँ 40 भनेर। अनि 2 इन्ची चाहिँ म फोल्डको लागि राख्दैछु। त्यसपछि म चाहिँ स्केलले सिधा गर्दैछु। अनि त्यसपछि चाहिँ म सिधा तलको यो फोल्ड गर्ने भाग रेखा लगाउँदैछु साथीहरू। त्यसपछि म चाहिँ कटिङ गर्दैछु। हाम्रो सानो नानीले भिडियो बनाउँदै हुनुहुन्छ। नानुको नाम चाहिँ भनिदिनुहोस्। त्यसपछि म यता कट लगाउँदैछु, किनभने सिलाउँदाखेरि हामीहरूलाई सजिलो हुनेछ। त्यसपछि म यता 2 इन्ची तलको भागमा पनि कटिङ गर्दैछु। अनि त्यसपछि हाम्रो पछाडिको भाग निकाल्ने छु, किनभने हामीले गला अलग अलग काट्नुपर्छ।
अहिलेको भिडियो यत्तिकै बनाउँछौँ। गोलाको भिडियो फेरि पछि बनाएर हाल्नेछौँ।